नेपालको सरकारी कार्यालयहरूमा जाँदै गर्दाखेरि सर्भर डाउन भएको छ एकछिनमा आउनुहोस् भन्ने कुरा तपाईँहरूले सुन्नु भएको छ कि छैन? नसुन्नु भएको त सायद कमै छ होला। यो चाहिँ सर्भर डाउन भएर होइन, यो चाहिँ मन्त्र रहेछ उनीहरूको बिचौलियाहरूलाई एक्टिभेट गर्ने होइन। सर्भर डाउन भएको छ भनेर 2-3 घन्टा जस्तो काम रोकाइदिइसकेपछि बिचौलियाहरू टक्क आएर ल 5,000 दिनुहोस् तपाईँको काम बन्छ भनेर म यो पासपोर्ट बनाउन जानेदेखिबाट लिएर तपाईँको लाइसेन्स बनाउन जाँदाखेरिदेखिबाट लिएर होइन, हरेक ठाउँमा त्यहाँ देखिरहेको हुन्थ्यो के। भनेपछि तपाईँको अब तपाईँ दिउँसभरि लाइन बस्नु भएको छ, अब काम बन्छ भने वाइ नट भन्ने तरिकाले तपाईँलाई सिस्टमले नै त्यो अनुसारले भ्रष्टाचार गर्न बाध्य बनाउँछ होइन। तपाईँले त्यहाँ 5,000 दिनु भएन भने तपाईँ फेरि भोलि आउनु पर्यो, फेरि सर्भर डाउन हुन्छ, फेरि भोलिपल्ट नि काम हुँदैन। अनि कति चाहिँ त्यो दुःख गर्ने भनेर मान्छेले 5,000 दिएर 10,000 दिएर काम बन्छ भने दिनलाई बाध्य हुन्छ होइन। सो त्यही भएर अब चाहिँ यो सर्भर पनि एकदमै स्ट्रङ बनाउनु पऱ्यो। एक त सर्भर डाउन, पहिले पनि त्यो सर्भर स्ट्रङै थियो जस्तो लाग्छ मलाई होइन। यिनीहरूले सबै बिचौलियाहरूलाई त्यो एक्टिभेट गर्नलाई उ गरे हो। तर अब चाहिँ मैले हिजो पनि एउटा भिडियो बनाएको थिएँ कि आइटी चाहिँ एकदम स्ट्रङ हुनुपर्छ। अब हाम्रो आइटी सेक्टर चाहिँ आइटी सेक्टरले नै हो। जे भयो भने अहिले एआई एन्ड एभ्रिथिङ आइरहँदै गर्दाखेरि जति टाइम लाग्थ्यो हामीलाई पहिला आइटीमा कुनै पनि कुराहरू, कुनै पनि सफ्टवेयर, कुनै पनि प्रोग्राम बनाउँदै गर्दाखेरि भन्दा अहिले त्यो एआईले हेल्प गरेको नम्बर 1 सेक्टर भनेकै आइटी सेक्टर हो नि त। सो एआई युज गरेर त्यो अनुसारको एआई इन्जिनियर, सफ्टवेयर डेभलपरहरू भयो भने हाम्रो यो सर्भरदेखिबाट लिएर सर्भर त अब फिजिकल ऊ भयो होइन। तर सिस्टम एन्ड सफ्टवेयरहरू बनाउने कुरामा चाहिँ रिभ्याम्प गर्नलाई त्यस्तो धेरै टाइम लाग्ने, त्यस्तो धेरै टाइम कन्ज्युमिङ कुरा होइन। हिजो चाहिँ थियो त्यो कुरा सेम टाइम लाग्ने कुरा थियो भने आजको दिनमा चाहिँ राइट मान्छे एट द राइट सिट भयो भने टाइम लाग्दैन। धेरैजना साथीहरूले आजको भोलि नै हुने कुरा हो र आइटीमा यस्तो टाइम लाग्छ, यस्तो सेन्ट्रलाइज सिस्टम यताउता, तिमीलाई टेक्निकल नलेज छैन यताउता भन्ने तरिकाको कमेन्टहरू पनि देखिरहेको थिएँ। फर योर काइन्ड इन्फर्मेसन म लाइक आइटी नै पढेर हो, मास्टर्स इन आइटी यहाँ अस्ट्रेलियामा भर्खरै सकेँ होइन। र आइटीमै काम पनि गरिरहेको छु। तर मैले त्यही त भन्दैछु नि त, नसकिने कुराहरू धेरै च्यालेन्जिङ कुराहरू पनि छ। तर त्यसको लागि विज्ञ बनाएर ओरेर आई मिन एक्सपर्टहरू लिएर आएर एआई इन्जिनियर जसको फिल्ड आफ्नो साइबर सेक्युरिटीदेखिबाट लिएर जसको एक्सपर्टिज जुन कुरामा छ नि त्यस्तो टिमलाई लिएर आएर गर्न सक्यो भने चाहिँ गर्न सकिन्छ। एआईले एकदमै धेरै हेल्प गरेको छ होइन। मलाई कुनै काम गर्नलाई हिजोको दिनमा 6 महिना लाग्थ्यो भने अहिले अहिले लगभग 2 हप्तामा मैले सकिरहेको छु भने वाइ नट, सकिन्छ, मजाले सकिन्छ। अनि बालनले त्यो स्टेरियोटाइपहरूलाई चाहिँ पहिल्यैदेखिबाट ब्रेक गर्दै पनि आयो नि त। बालनले अब मेयर हुन सकिँदैन भनेर डेल मेयर भइदिनु भयो होइन। प्रधानमन्त्री केपीलाई हराउन सकिँदैन, केपीलाई हराउन सकिन्छ। अब सिस्टम एन्ड सबै कुराहरू अपग्रेड गर्ने कुरामा नि सकिँदैन भन्ने स्टेरियोटाइपलाई चाहिँ ब्रेक गरेर सकिने रहेछ भनेर विदिन अ 1 इयर जस्तो भित्र चाहिँ सबै सेन्ट्रलाइज सिस्टम बनाएर देखाइदिनु भयो भने वी विल बी सो ग्ल्याड। अनि खेर आई थिङ्क यसले चाहिँ नेपालको एउटा भनौँ न सेवाग्राहीहरू, कस्टमरहरूलाई जति पनि सरकारी सेवा तथा सुविधा लिनबाट चाहिँ धेरै नै धेरै नै सहजता प्रदान गर्छ जस्तो लाग्छ। र यो बिचौलियाहरू, भ्रष्टाचार हुने मेन जडहरू जुनसुकै तपाईँको सरकारी कार्यालय जाँदै गर्दाखेरि पनि मेन थिङ त्यहाँनिरबाट सिस्टममा काम नभइसकेपछि बिचौलियाहरू एक्टिभेट हुने हुन्। त्यो अनलाइनकै थ्रुबाट सबै कुराहरू हुने भयो भने बिचौलियाहरूको 90% अफ द केसेसहरू यिनीहरूको ढोका चाहिँ त्यहीँबाट बन्द हुन्छ जस्तो लाग्छ। तपाईँहरूलाई के लाग्छ? कमेन्टमा सुझाव दिन नबिर्सनु होला है त। थ्याङ्क यू सो मच फर वाचिङ।